सबलाई नमस्कार। म शोभा पाण्डे है, मेरो माइती सुर्खेत, घर विराटनगर। उहाँलाई मैले चेकअपको लागि प्रयास गरेँ र त्यसपछि उहाँले एउटा उहाँको एउटा सकारात्मक कुरो म भन्छु, हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भनिदिनुहुन्छ है। अनि त्यसले गर्दाखेरि अनि हुन्छ हजुरको भनेपछि अनि मैले प्रयास गरेँ। जसरी पनि अब म तपाईँलाई आमा बनाउन दिन्छु भनेर भन्नुभयो। अनि मैले प्रयास गर्दा गर्दा मेरो सफल भयो। पहिल्यैचोटिमा मेरो छोरा भयो। म धेरै धेरै खुसी छु र अरू महिलाहरू पनि यसरी तडपिएर नबस्नु होला, किनभने आमा बन्नको लागि उमेरले छेक्दो रहन्छ भन्ने कुरो प्रष्ट थाहा भयो। र कतिपय महिलाहरू अब जागिर खाँदा खाँदै पनि अथवा म बिहा गर्दैन अथवा म व्यस्त छु भन्ने पनि हुन्छन्, लास्टमा बिहा गर्नै पर्दो रहेछ। त्यसले गर्दाखेरि अनि उहाँले प्रयास गरेपछि मेरो सकारात्मक भएपछि धेरैले मलाई हेर्नु यतिसम्म बधाई दिएछन्। त्यसले गर्दा म धेरै धेरै खुसी छु। हामीलाई सन्तानको रहर थियो। हामी धेरै ठाउँमा गयौँ, कहीँ गए पनि सफल हुन सकेन। अन्तिममा मेरो जेठान गङ्गा पाण्डे उहाँले नै डाक्टर नुतन शर्माज्यूले नै दुईटा ट्विन सन्तान चाहिँ त्यो पैदा भयो, प्राप्त गर्नुभयो र मैले पनि उहाँसँगै सम्पर्क गरेर सन्तान प्राप्ति गर्छु भन्ने एकदम अभिष्ट अभिलाषा राखेर श्रीमतीलाई त्यहाँ पठाएँ। उहाँ मलाई कस्तो लाग्छ भनेदेखि एउटा ब्रह्मा विष्णु महेश्वर भने जस्तै ब्रह्मा सृष्टिकर्ता, उहाँलाई चाहिँ म सृष्टिकर्ता डाक्टर नुतन शर्माज्यूलाई म सृष्टिकर्ताको रूपमा चाहिँ म आजदेखि यो सन्तान प्राप्त भइसकेपछि म सृष्टिकर्ताको रूपमा म लिन चाहन्छु र उहाँले ठुलो काम गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हामी कहिले पनि बिर्सिन सक्दैनौँ उहाँको गुण।